यो रहेको छ वनदेवी पार्क, जुन चाहिँ माता तीर्थमा अवस्थित छ। यहाँ चाहिँ राम्रो बनाएको छ। हामी चाहिँ अहिले पुरानो वन महालक्ष्मी मन्दिर जाँदैछौँ, जुन चाहिँ अहिले यता सारेको छ। यो चाहिँ अहिले नयाँ वन महालक्ष्मी मन्दिर रहेको छ भने अहिले हाम्रो साथी किरोज साक्यले चाहिँ पुरानो वन महालक्ष्मीतिर लैजाँदैछ, जुन चाहिँ यहाँबाट माथि कहाँ माथि टुप्पोमा छ भने होइन, पहिल्यैदेखि जात्रा चाहिँ माथिबाट मनाइन आएर हो कि यता हेरेर भन्नु न अनुहार पनि देख। यहाँ अब पहिल्यैदेखि यहाँ पारिसक्यो ए अहिले माथि चाहिँ केही पनि गर्दैन, लिएर माथि जान सकिँदैन नि त। ए मङ्गलमा ए ए ए देउता चाहिँ त्यहाँबाट माइग्रेसन गराएको सब हेरे के अरे देउताको फुटहरू सब यता लिएर फैलेछ। सो बाटो चाहिँ यो रहेको छ, जुन चाहिँ वन महालक्ष्मी ज्येष्ठ नागरिक पार्क पनि बनिएको छ। यो चाहिँ कीर्तिपुर एडभेन्चर साइकल ट्रेल रहेको छ। यहाँबाट चाहिँ साइकलको ट्रेलको लागि यो ए र यताबाट हामी माथि पुगेपछि देखाउने छौँ। त्यहाँ कुर्सी देखा त कुर्सी कुर्सीको अवशेष भेटाएछ यसले। कुर्सी भेटाएन, कुर्सीको अवशेष चाहिँ भेटाएछ। त्यो प्लास्टिकको मेटेरियल होइन, त्यो प्लास्टिकको स्याम्पूको बट्टाको हो क्या। त्यही त यसमै बस्छ अब। स्याम्पूहरूको बट्टाको उ गरेर बनाएको क्या यो प्लास्टिक हो सबै। यहाँ एकचोटि त आज ठाउँमा जुगा हो यो, यहाँ बस्नु पर्ला अहिले। जुगै जुगा छ त। आमा ओए कति हो ओइ आमा बच्चाहरू पनि एउटै जुत्तामा 4 जनाले एट्याक गरे। माथितिर त गएन नि। ओ आमा कति हो जुगा त। यहाँ त जुगा ओइ जुगै जुगाको खानी छ त्यहाँ। जुगाको त पुरै खानी रहेछ यार। यता हेर्नु पऱ्यो, हेर्नु रहेछ त। ओइ एउटा गुफा अब ऐतिहासिक मान्छेहरूको अब होला नि, त्यही त नि गुफाहरू एउटा भेटेको छ। पहिला बस्ती नहुँदा मान्छेहरू बस्ने ठाउँमा हो। फाइनली चाहिँ हामी वन महालक्ष्मी मन्दिरको ठाउँमा पुग्ला, जुन चाहिँ यहाँबाट आउँदा आउँदा यति गाह्रो हुन्छ नि। ओहो हो ल हेलिकप्टरै हामीभन्दा तलतिर कुदिरहेको जस्तो देखिन्छ यताबाट। र यो रहेको छ बाटो, र यहाँबाट अब केही समयपछि हामी माथि मन्दिरतर्फ पुग्नेछौँ। हामीलाई साथ दिइराख्नु होला। अहिले चाहिँ हामी वन जङ्गलमा कहाँ छ थाहा भएन। एउटाले चाहिँ त्यहाँ फाँडी आइरहेछ। वनदेवी वन महालक्ष्मी मन्दिरको खोजी कार्य भइरहेछ यता। फाइनली फाड्दै जङ्गल फाड्ने मान्छे यो त्यही ढुङ्गामा गुल्छेर यही ढुङ्गा भन्नु लाग्ने फेरि। उयो ढुङ्गाहरू चाहिँ यत्रो छ उता होला। हो यहाँबाट ल खतरा देखिँदैछ। बवाल ठाउँ छ नि ल हेर्नु। यहाँनिर मलाई ह्यामक ल्याएर केटोले कहाँबाट त्यहाँबाट जाउँ। यहीँबाट थियो त बाटो।
कुराको जलो जलो रहेछ। वन महालक्ष्मी मन्दिर आउनु पनि धेरै गाह्रो रहेछ, त्यही भएर तल सारा रहेछ। यहाँसम्म त कति पूजा गर्न आउँथ्यो होला मान्छे होइन। ल यहाँबाट फेरि अर्कै रहेछ त। यहाँबाट अब उता जानु बाटो हो कि कहाँ? अर्को जङ्गल। ए कता नि मन्दिर आइपुग्यो हामी। यो नठी त मैले पनि बोल्नु पर्छ यस्तोमा। हँ मन्दिरै देखिनुहोस् क्या अहिले। ए माथि नै थियो किन? माथि टपमै हो भन्थ्यो मन्दिर चाहिँ। यसले आवाज सुनेर हो क्या आर्मीहरू। जङ्गलमै छ के यता हो? ए यो होइन भने चाहिँ मनी प्लान्ट हेर्नु, मनी प्लान्ट जस्तै है। यो डाँडा त आएको छ जस्तो लागेको छ हेर म। यहाँ त आएको छ हेर म। ए यहीँबाट यसो हेरेर आएको थिएँ म, यतैबाट आएको थिएँ। यताबाट हो आएको थिएँ म। यहाँ टावर छ नि एउटा माथि। हाँ यहाँ टावर छ यता ठ्याक्कै टावरमा, त्यही त टावरमा पुगेको ठ्याक्कै टावर मुनि आयो। थियो। यो भनेपछि यतै हो, यतै हेर्नु पऱ्यो। वनदेवी मन्दिर यतै हुनुपर्छ। कसलाई फोन गर्दा सो हामीले चाहिँ वनदेवी मन्दिरको मूर्ति चाहिँ फेला पारेका छौँ। यो रहेछ जुन चाहिँ मूर्तिको आकारमा छ। यस्तो ठाउँमा छ यार। यो चाहिँ विकराल ठाउँ छ यार। चढ्न सकिँदैन है। त्यहाँ माथि बस्नु भएको छ। यहाँनिर रिसोर्ट खोल्यो हुन्छ यता एउटा हो भने यहाँको दामी हुन्छ यार। यहाँ हो दामी हुन्छ। यो रहेको छ वनदेवी, पुरानो वनदेवी मन्दिर। महालक्ष्मी माताको मूर्ति मन्दिर खोज्नलाई आएको, जताततै ढुङ्गै ढुङ्गा मात्र देखेँ, मैले त भेटाउनु पनि सकिनँ। कसैले भन्छ कहाँ गएको थियो उता छ भन्छ चन्द्रगिरी, कसैले यहाँ भन्छ। धेरै मूर्ति पनि देख्न सकिनँ। र यहाँ माथि वनदेवी महालक्ष्मी चाहिँ आइपुगे डाँडामा हामी। यहाँ हेर्दाखेरि चाहिँ भेटेन। जस्ट जात्रा यहाँबाट आरम्भ भएको, केही ओरिजिन देखाइदिउँ भनेर मात्र हो। ओरिजिन त यतै हो। यस्तो छ। केही समयपछि हामी तल जात्रामा जानेछौँ।